And this guys after almost 4 महिना 2 वर्षपछि यो च्यानलमा ब्लग आउँदैछ गाइस. So we are preparing for Mustang, upper Mustang, not only Mustang. So you're our first guest. Mr. Eric Gimire के भन्दिनु होला. Almost 2 वर्षपछिको हाम्रो भन्नु न. Almost 2 वर्षपछिको यो भ्लग सुरु हुँदैमा तपाईलाई कस्तो लागिरहेको र हाम्रो 4 महिनादेखिको यो प्लान सक्सेस हुँदामा तपाईलाई के जस्तो लागिरहेको भन्दिनु. किन सक्सेस भन्नुहुन्छ? So our another guest, our another partner is Mr. Ravi Prasani. So हजुरलाई के भन्नु मन छ? I am very excited for this trip. We were planning this trip for past 4 months. Yes. Before our pre-board we were planning this. Now we are successfully. Now we are finally successfully going to the trip, guys. My God, बाहिरको मौसम गाइस बवाल चाहिँ यस्तो छ. पिपलटारमा छौँ, मकरको पिपलटार. सो अहिले मौसम राम्रो छ. हामी ठ्याक्कै 4 बजी उठेको. अब त्यहाँ बाइक रेडी भइसक्यो, बाइक स्कुटर रेडी भइसक्यो होइन होइन. अनि अब जाने. मौसम राम्रो छ बाहिर. लेट्स गो. यता कस्तो छ अब मौसम दामी भइरहेको. पेट्रोल फुल गरेर अब लगभग हामीलाई मोगलिन पुग्नलाई 2 घन्टा लाग्ला. के मोगलिन पुग्नलाई हामीलाई लगभग 2-3 घन्टा लाग्ला. हाम्रो गल्छी नजिक हो. सो अब पेट्रोल फुल गरेर हिँड्छौँ हामी होइन. आहा भरि भए त्यो पैसा दिने कार्यक्रम हुँदैछ. 2-3 घन्टामा पुग्दैन हामी मोगलिन. मजाले 2-3 म्याक्सिमम 3 घन्टामा मोगलिन पुग्छौँ. बिस्तारै जान्छौँ हामी. पानी परेको छ. ट्राफिक सरले इन्स्ट्रक्सन दिनुभयो. हामी त्यही इन्स्ट्रक्सन अनुसार गएको. ओभरटेक मोडिफाइड भनेर आयो हामीले त. अनि फेरि चेकमा पऱ्यो. डबल चेकिङ गाइज है. डबल चेकिङ. Yo, way to go for a man. यस्तो छ ल है. डबल चेकिङ. अब जान्छौँ. अब फेरि कतामा चेकिङ पर्छौँ. लेट्स गो है गाइस. नम्बर 2 ल नम्बर 1 ल. हस् सर धन्यवाद है. हस् सर भाइ ल. लेट्स गो. अनि अहिले चाहिँ हामी लुम्ले भन्ने ठाउँमा आइपुग्यो. अनि हामी पानी पर्दैछ. त्यही भएर सबै केटाहरूले रेनकोट आउँदैछ होइन. तयार हुँदैछ. पानी पर्दा जस्तो मौसम अलि नाजुक छ. स्कुटर बाइकहरू तात्यो. अनि त्यही भएर लुम्ले भन्ने ठाउँमा छ. अनि बाटो राम्रै छ. बाटो त्यस्तो नराम्रो छैन होइन. अब आज बेनीसम्म पुग्ने प्लान छ. बेनीसम्म पुगेर रेस्ट गर्ने. हाम्रो केटाहरू छ. यस्तो छ है. आज हामी जोड्नु जाने प्लान भयो होइन. बिहान 5 बजी हिँडेर ल दिउँसो 8 बजी के हो यो अरूबाट भनेको तपाईँले चलाउने नसाउने बाटो अपलोडको खै
बुक गऱ्यौँ युरिका भन्ने यो समयमा अस्ट्रेलिया गए पनि आउँदैन अस्ट्रेलिया गए पनि आउँदैन भनि त मैले जाडो चाहिँ वाइल्ड भइरहेको यस्तो बल आँगन चोल बोल्छ पानी पर्छ जिन्दगी आउँदैन बा एकचोटि पुस्तक आऊ गाइस गाउँकोहरूमा बाइक ट्रिपमा फेरि बाइक ट्रिप Let's go! जाऊ हिँड किन लगाएर यसो किनलाई भेटिहाल्छु यस्तो पानी परिरहेछ मा यस्तो हात मजा आयो भने यस्तो गरी भ्लग गरेको छु मैले फर्स्ट टाइम मुस्ताङ आएको फर्स्ट एक्सपिरियन्स चाहिँ यस्तो राम्रो भयो यस्तो दिन कहिले आउँदैन मा फिलिङ हाउ इज फिलिङ कस्तो गर्मी यार यहाँ त क्या गर्मी होइन कस्तो गर्मी भएको छ गाइज मैले त सिरियसली होइन एउटा टी सर्ट र एउटा ज्याकेट मात्रै लान्छु कि पातलोवाला ज्याकेट चाहिँ सेम फिटिङ टाढो भएर मेरो अल्तीमा 2000 रुपियाँ भिजी छ यार Finally, Muktinath! Yo guys! First ever off-road to Muktinath! Yo, just 10 hours! Not 10 hours, man! After 2 hours, we reached Mustang! Oh my god, this architecture, man! What architecture! Quality is sorry. Yeah, this is Mustang. Muktinath, not Mustang, only Muktinath. Itto जाडोमा यस्तो लाग्यो म चाहिँ फेरि यस्तो लाग्यो छु पिछे यस्तो लाग्यो चाहिँ यो हेर्दा म जाडोले कामेरा चाहिँ माइनसमा छ गाइज होइन यस्तो चिसो हावा चल्ला खुर्सानी पिरो छ जहाँ आए पनि होइन मुस्ताङ आए पनि रोड इज इम्पोर्टेन्ट हामी चाहिँ अहिले मुक्तिनाथहरूसम्म जानु लाग्यो त्यही राति सुत भएर अब 7 बजे अराउन्ड काम लागिसक्यो पुरै
त्यहाँको भ्यू हेर्नु होइन घन्टुले लगाइसकेको छ म पनि दर्शन गर्न लागेको केटाहरू आउँदै आउँदैन आऊ भने त्यस्तो This is my first time experiencing during the Muktinath temple. Timro next first ho? Yes. Yeah, I'm doing like a first experience, guys. Whoa, look at them. Muktinath pani chhiryo guys zindagi ma. Lari cha. Literally यस्तो माथि मन्दिर भयो है. Hello guys. Muktinath आइपुग्यो guys. यहाँ पुरै वृक्षारोपण गरेर पुरै थरी थरीको रुखहरू पनि रहेछ. हिँड्न चाहिँ अलिअलि मात्रै हिँड्नु पर्दो रहेछ तलबाट. अक्सिजन आज जिनै त मिल्दैन. यस्तो नहिँड्ने मान्छे गाह्रो त गाह्रो भइरहेको. यो चाहिँ ट्रेकिङ सेकिङ गरेर मान्छे त्यसो बाइक चलाएर लो थाक्यो है. यो यस्तो घन्टी नबजाए त मन्दिरमा आएको भाइ ओहो कस्तो आनन्द को भिआइपी हो क्या हो बढिया छोडिया ल गाइस आइयो है आज India को VIP रहेछ but we don't care. यो बाँदर नै आइयो बल्ल बाँदर. यता 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 किन नडिब्या हामी चाहिँ मुक्तिनाथ दर्शन गरेर नुहाएर अनि आइसक्यौँ. अब हामी अप्पर मुस्ताङको लागि निस्किनु गएको. बसेको होटल चाहिँ यो युरिकाइन भन्ने हो. दामी छ एफोर्डेबल छ होइन ठिकै छ. अब पराउने कति बज्यो 11 बज्यो. अप्पर मुस्ताङ 6 आवरमा पुग्छौँ ल. आज त्यति बस्छौँ. गाडी रेडी थियो यस्तो छैन. हामी निस्क्यौँ अब लोमान्थाङको लागि. भिडियोको ब्यागमा पानी छ है त्यो मुक्तिनाथवाला सबै गरेर निस्क्यौँ हामी होइन. अब अफ रोड पुरै होल अफ रोड छ अरे. सो अहिलेको लागि यति नै गाइज होइन. फर्स्ट एपिसोड हजुरले इन्जोय गर्नुभयो होला. आफ्टर 2 वर्षपछि बनाएको केही कम भयो कमेन्टमा भनिदिनु होला. टु नाउ इट्स एन्ड अफ द फर्स्ट एपिसोड. बाई बाई भन्दै बाई बाई.